नेपालको राजनीतिक इतिहास मात्र होइन विश्वको राजनीतिक इतिहासमा सायद पहिलो पटक यस्तो अवस्था देखिएको छ जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउनु पर्ने परिस्थिति आयो। सामान्यतया जिम्मेवार र परिपक्व शासन अवस्थामा यसको ठिक उल्टो हुन्छ। त्यो व्यवस्थामा मन्त्री सांसद वा अन्य पदाधिकारीबाट कुनै त्रुटि भए प्रधानमन्त्रीले अभिभावक तत्त्व ग्रहण गर्दै त्यसलाई सच्याउँछन्, राष्ट्रिय धारणा स्पष्ट पार्छन् र मुलुकलाई एकीकृत दिशामा अघि बढाउँछन्। तर दुर्भाग्यवश आज हामीले त्यसको विपरीत अवस्था देखिरहेका छौँ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, हाम्रो अहिले पनि के छ भने यो संसदको रेकर्डबाट हटाइयोस्। यो प्रधानमन्त्रीज्यूका लागि नै हो, यो हामीभन्दा बढी सत्ता पक्षका लागि नै हो। किनभने यो कुनै सत्ता र शक्तिको कुरा होइन, शासनको कुरा होइन, यो कुनै ऐनको कुरा होइन, यो भूभागको कुरा हो। यो अति संवेदनशील कुरा हो। र फेरि अर्को अचम्म लाग्छ के भने सीमाको विवाद यहाँ हुन्छ, दुःख चाहिँ सिमानामा हुन्छ। हामीले अहिले पनि यहाँ लिपुलेक लिम्पियाधुरा कालापानी भन्दै गर्दा दार्चुलामा बसेका नागरिकलाई दुःख भइरहेको हुन्छ।